राष्ट्रिय स्वतन्त्रता, प्रादेशिक अखण्डता र जनता बीचको सद्भावलाई कायम गर्न विशाल फेल बनेर उपस्थित हुनुभएका सम्पूर्ण 5 नम्बर प्रदेशवासी दाजुभाइ दिदीबहिनीहरू हार्दिक अभिवादन सलाम। सभाका सभापतिज्यू, नेतागण र सम्पूर्ण आदरणीय जनसमुदायहरू, आज नेपाल इतिहासकै एउटा कठिन कालखण्डमा उभिएको छ। यो देश जो कहिल्यै कसैको उपनिवेश बनेन, यो देश जहाँ यही नजिकैको चितगढीमा कर्णेल उजिर सिंहको बहादुरीपूर्ण देशभक्तिपूर्ण लडाईँले अखण्ड रह्यो। आज त्यो देशलाई विखण्डित गर्न, त्यो देशलाई टुक्र्याउन काँक्रा छिरे जस्तो गरी एक एक गरेर छिर्नको लागि एउटा खतरनाक षड्यन्त्रको बीजारोपण भएको छ। अस्ति मंगलबार मध्यरातितिर मनसाय राम्रो हुन्थ्यो भने उज्यालोमा त्यो विधेयक दर्ता गर्न सकिन्थ्यो। राति सारा मान्छेहरू सुतेको बेलामा लुकेर चोर बिरालोले जस्तो विधेयक प्रस्तुत गर्दैखेरि थाहा हुन्छ मनसाय राम्रो छैन। आज मिलेर बसेको 5 नम्बरलाई पहिला छिरिसकेपछि, त्यसपछि झापा मोरङ सुनसरी, त्यसपछि कैलाली कञ्चनपुर, यसरी सर्लग्न काँक्रा छिरे जस्तो गरी देशलाई विभाजित गर्ने एउटा खतरनाक षड्यन्त्रको कडीको रूपमा आज यो कदम अगाडि बढेको छ। हामीलाई अरू कुराको चिन्ता होइन, हामीलाई एउटै चिन्ता छ, पुर्खाले अखण्ड राखिदिएको यो देश हामीलाई सग्लो चाहियो। काङ्ग्रेस सबैको खुर्सीको निम्ति देश बलिदान हुन सक्दैन। माननीय शेरबहादुर देउबाज्यू र अरू पनि कुनै नेताहरू तपाईहरूका क्षणिक स्वार्थको निम्ति देश बन्धक जान सक्दैन। मेरो सरकारलाई आग्रह छ, बुद्धिमानहरूले इशारा बुझ्छन्, यो भेलले तपाईहरूको ढोका त ढकढकाइसकेको छ। बुद्धि छ भने आजै भर्खरै बैठक बसेर यो देशमा आगो लगाउने विधेयक फिर्ता लिनुहोस्। होइन भने जनताको यो भेलले के बगाउँछ तपाईहरूलाई पश्चाताप गर्ने समय पनि रहने छैन। किनभने देशभक्तिको यो महान अभियानमा नेकपा माओवादी केन्द्रका नेता प्रताप रायमाझी, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी लगायत धेरै साथीहरू मोर्चामा हुनुहुन्छ। सरकारले कुनै कीमतमा पनि यो प्रस्ताव पारित गर्न सक्ने छैन। इतिहासमा निधारमा देश विभाजनको कलङ्कको टीका लाग्नुभन्दा अगाडि नै आजै यो विधेयक फिर्ता लिएर मुलुकलाई यथावत अवस्थामा, शान्त अवस्थामा फर्काउन म फेरि आग्रह गर्न चाहन्छु। तर साँच्चै अटेर गर्नुभयो भने यो त कास्टिङ मात्रै हो, यो त टेलर मात्रै हो। म फेरि भन्छु, यो कर्णेल उजिर सिंहको धरती हो जहाँ अंग्रेजहरूले पुच्छर लुकाएर भाग्नु परेको थियो। अरूको त पुरै छोडिदिनुहोस्। त्यस भएर आजको यो संकेतलाई बुझेर आजै सरकारले विधेयक फिर्ता लियोस्, यही माग गर्दै जबसम्म देशलाई विभाजित गर्ने यो खतरनाक षड्यन्त्रलाई परास्त गर्ने छैनौं, हामी 1 मिनट पनि चैनले बस्ने छैनौं। तपाईहरू चैनले बस्नुहोस्, यही आग्रह गर्दै यो विशाल उपस्थितिको निम्ति तपाईहरू सबैलाई धन्यवाद भन्दै, सलाम भन्दै म आफ्ना बनाइहरूलाई यही टुङ्ग्याउँछु। धन्यवाद, अभिवादन।